त्यसदेखि बाहेक कुन चाहिँ दिव्य शरीर लिएर धरतीमा प्रकट भएको छ? यो पाँच भौतिक शरीरलाई मेरो भनेर अभिमान गर्ने, यो प्राण छोडेर जाँदाखेरि त हामीले यो शरीर यही छोड्नुपर्छ के? यो नाक हामी सँगसँगै जान्छ, यो कान हामी सँगसँगै जान्छ, यो आँखा हामी सँगसँगै जान्छ, यो मन हामी सँगसँगै जान्छ, यी दाँत हामी सँगसँगै जान्छन्, कुनै पनि जाँदैनन्। यो शरीर जाँदै जाँदैन, किनभने यो स्थूल शरीर हो, यो पाँच भौतिक तत्त्व हो, यो यही छोड्नुपर्छ। त्यसो हुनाले माथि पालकीमा बस्ने पनि त्यही पाँच भौतिक पिण्ड हो, यहाँ बस्ने पनि त्यही पाँच भौतिक पिण्ड हो। यसमा के त्यस्तो ठुलो कुरा छ र? भनेपछि किन अभिमान गर्नु छ र? भनिसकेपछि राजा हुँ भन्ने ठान्नु पनि त एउटा अभिमान हो, नोकर हुँ भन्ने ठान्नु पनि एउटा अभिमान। ठान्नु त के पर्थ्यो? ऊ पनि परमात्माको सृष्टि हो, म पनि परमात्माको सृष्टि हो। परमात्माका सृष्टिमा के भेद छ र? ठान्नु यति पर्थ्यो। तर ठान्दा ठान्दै मान्छेले आफूलाई कसैले राजा ठानो, मालिक ठानो, धनाढ्य ठानो र त्यसैमा रुमल्लिरह्यो। जङ्गलमा गएर कसैले आफूलाई राजा घोषणा गरेर मक्क पर्छ भने कसले के भन्नु छ? भनिरहोस्, उसलाई मान्ने पनि कोही छैन, उसलाई चिन्ने पनि कोही छैन। म राजा हुँ भनौँ, एउटा रुखमुनितिर बसिरह्यो भने त्यसलाई के भन्नु छ? त्यो आफैमा रमाउने मात्रै हो। संसारमा कसैले म राजा हुँ, नेता हुँ, मन्त्री हुँ, पदको ठुलो मान्छे हुँ, धनी हुँ, रमाउन दिनुहोस्। त्यो रमाएर केही फरक पर्नेवाला छैन, किनभने त्यो नाशवान चिजमा रमाउनेहरू अन्तिममा आफै दुखी हुनेछन्, बिछोडिँदाखेरि दुखी हुनेछन्। वास्तवमा संसारमा कोही कसैको छैन, कुनै चिज आफ्नो छैन। गइरहेर हेर्नु सज्जनवृन्द, हामी हेरौँ जे छ यही संसारमा छ र यसलाई नि छोडेर हामी जाँदाखेरि केवल यही छोडेर जानुपर्ने छ। चाहे घर होस्, चाहे पत्नी होस्, चाहे परिवार हुन्, चाहे छोराछोरी हुन्, चाहे माया गरेका मान्छे हुन्, चाहे मेरो मुटुको टुक्रा भन्नुहोस्, चाहे त्यो बिना म बाँच्न सक्दिनँ भन्नुहोस्, छोड्नु त पर्छ नि। जाने बेलामा त तपाईँ एक्लो हो। राजाले यति कुरा राजालाई भरतजीले भनिसकेपछि तुरुन्तै रथबाट ओर्लिए, पालकीबाट ओर्लिए, हात जोडे, प्रभु मैले तपाईँलाई चिन्न सकिनँ, तपाईँ कहाँको को हुनुहुन्छ? ब्रह्मर्षि हुनुहुन्छ कि देवर्षि हुनुहुन्छ कि राजा हुनुहुन्छ कि ब्रह्मज्ञानी हुनुहुन्छ कि तपाईँ को हुनुहुन्छ प्रभु? परिचय पाऊँ, माफ पाऊँ। भनिसकेपछि मेरो के परिचय सोध्छ? के परिचय? परिचयमा मान्छेले नाम भन्ला, त्यो नाम मेरो हो र? परिचयमा मान्छेले घरको ठेगाना भन्ला, त्यो म हो र? त्यो ठाउँको नाम मैले बनाएको हो, त्यो ठाउँको नाम सधैँ रहिरहने हो। परिचय भनेको त म भित्रको चेतन तत्त्व चाहिँ को हो त्यो पो जान्नु पर्यो। तपाईँको नाम परिचय, मेरो नाम फलानु, म फलानाको छोरो, यो परिचय त नाशवान परिचय हो। त्यसो हुनाले राजन ज्ञान लिनुपर्छ, आफूलाई चिन्नुपर्छ। आजसम्म मान्छेले दुनियाँमा अरूलाई चिन्दैमा जिन्दगी गयो। यी आँखाले कहिल्यै आफूलाई देख्दैनन्, यी इन्द्रियहरूले कहिल्यै आफूतिर फर्केर हेर्दैनन्। त्यसो हुनाले राजन, सबैभन्दा पहिले म को हुँ? हिजो म आमाको गर्भमा आउनुभन्दा अगाडि कहाँ थिएँ? भोलि म मरेर जान्छु। म जस्तै मेरा पूर्वजहरू पनि मरेर गए, कहाँ गए होलान्? कहाँ छन् होला? के तिनीहरूसँग कहिल्यै भेट हुन्छ? के तिनीहरूले माथिबाट हामीलाई हेरिरहेका छन्? हामी यतिका मानिसहरू बीचमा बसेका छौँ, एकैचोटि त पक्कै मर्दैनौँ होला। फरक फरक अघि पछि मरेर जाँदाखेरि के तपाईँको सुरुङ्गामा फलान ठाउँमा शब्द हुँदाखेरि हामी तपाईँ भेट भएर त्यहाँ सँगै बसेका थियौँ नि है भनेर कुरा गर्न पाइएला र? पाइँदैन। सबै आफ्ना कर्मले आउने हुन्, सबै आफ्ना कर्मले जाने हुन्।